ल आज एउटा कथा सुनौ, रुद्रगढको कथा। यो एउटा यस्तो राज्यको कथा हो जुन कुनै बाहिरी दुश्मनले होइन, दरबारभित्रै सल्किएको एउटा सानो झिल्कोले खरानी भयो। कथा पुरानो हो, तर यसको सन्देश सायद सधैँ नयाँ रहन्छ। कल्पना गर्नुहोस् त, पहाडको अग्लो काखमा बसेको एउटा सुन्दर अनि शान्त राज्य रुद्रगढ। त्यहाँ सबै कुरा राम्रो थियो, समृद्धि थियो, तर त्यो शान्ति धेरै समय टिक्न सकेन। रुद्रगढमा एकजना वृद्ध राजा थिए जसको शासन गर्ने समय अब सकिँदै थियो। अब जिम्मेवारी सुम्पिनु थियो उनका दुई छोराहरूलाई, विक्रम र अर्जुन। अब यी दुई दाजुभाइ स्वभावमा एकदमै फरक थिए है। जेठा विक्रम साहसी तर अलिकति कडा स्वभावका। अर्कोतिर कान्छा अर्जुन एकदमै शान्त र बुद्धिले भरिएका। सुरुमा त उनीहरूको यही फरकपन नै राज्यको ताकत थियो, तर समय बित्दै जाँदा यही कुरा उनीहरूको फाटोको कारण बन्न पुग्यो। थाहा छ, हरेक ठूलो विनाशको जरा कतै न कतै एउटा सानो कुरामा लुकेको हुन्छ। रुद्रगढमा त्यो सानो कुरा थियो दरबारका केही स्वार्थी मन्त्रीहरूको कानेफुसी। उनीहरूले आफ्नो फाइदाको लागि दुई भाइको बीचमा विभाजनको बिउ रोप्न थाले। उनीहरूले विक्रमको कमजोर नसा समाते, उसको अहंकार, अनि कान फुक्न थाले। महाराज, तपाईँ जेठो, गद्दी त तपाईंको हक हो, तर होस गर्नुस् है, अर्जुनले भित्रभित्रै त्यो खोस्ने दाउ हेर्दैछन्। बस यही एउटा कुराले विक्रमको मनमा शङ्काको बिउ रोपियो। अनि ठिक त्यही बेला अर्को समूहले अर्जुनको कानमा पनि विष भर्दै थियो। उनीहरूले अर्जुनको बुद्धिमानीको फाइदा उठाएर भने, देशलाई तपाईँ जस्तो ज्ञानी राजा चाहिन्छ, विक्रमको हातमा गयो भने त बर्बादै हुन्छ नि। हेर्नुस् त, एउटै दरबार, तर कथा दुईवटा सुनाइदै थियो। अब नतिजा के भयो होला त? सोचे जस्तै भयो। जुन दाजुभाइ एकअर्कालाई विश्वास गर्थे, अब उनीहरू शङ्काको नजरले हेर्न थाले। सानोतिनो कुरा पनि ठूलो झगडा बन्न थाल्यो। त्यो बलियो सम्बन्धमा अब चिरा पर्न थालिसकेको थियो। अनि जब घरभित्रै लडाईँ हुन्छ, त्यसको असर त बाहिर देखिन्छ नै। विकासका कामहरू सबै ठप्प भए, राज्यको सुरक्षा कमजोर हुँदै गयो, र यही मौकामा छिमेकी राज्यहरूले रुद्रगढमा आँखा लगाउन थाले। दरबारको झगडाले पूरै देशलाई नै धरापमा पारिदियो। यो सब देखेर बिचरा ती वृद्ध राजाले अन्तिम कोसिस गरे। छोराहरूलाई बोलाएर बिन्ती गरे, बाबु हो, तिमीहरूको यो झगडाको आगोले हाम्रो परिवार मात्रै होइन, सिङ्गै राज्य जलिरहेको छ। तर अहङ्कारको अगाडि कसको के लाग्छ र? कसैले सुनेन। अब कथा एउटा यस्तो अँध्यारो मोडमा पुग्छ जहाँबाट फर्कने कुनै बाटो थिएन। कुरा अब मुखले मात्र होइन, हतियारले हुन थाल्यो। जुन दरबार उनीहरूको घर थियो, त्यही नै युद्धको मैदान बन्यो। अहङ्कारले दुवैलाई अन्धो बनाइसकेको थियो। दुवै दाजुभाइले आआफ्नो सेना जम्मा गरे। सोच्नुहोस् त, एउटै घर, एउटै रगत, तर एक अर्काकै ज्यान लिन तयार। कति दुःखलाग्दो दृश्य होला त्यो। एउटा भनाइ छ नि, घर फुटे गमार लुटे भनेर। रुद्रगढको हालत ठ्याक्कै त्यस्तै भयो। उनीहरूको आफ्नै झगडाले विनाशको ढोका खोलिदियो। जुन बेला दाजुभाइ आपसमा तरबार चलाउँदै थिए, ठिक त्यही बेला छिमेकी राज्यले हमला गर्यो। भित्रैबाट कमजोर भइसकेको रुद्रगढले कसरी सामना गर्थ्यो र? सकेन। राज्य तहसनहस भयो, दरबार रित्यो। कहिलेकाहीँ होस आउँदा धेरै ढिलो भइसकेको हुन्छ। विक्रम र अर्जुनले पनि एउटा महँगो पाठ सिके, तर त्यो सिक्नको लागि उनीहरूले आफ्नो पूरै राज्य गुमाउनु पर्यो। आफ्नो राज्यको भग्नावेशमा उभिएर अर्जुनले विलाप गरे, यदि हामीले समयमै एकअर्कालाई विश्वास गरेको भए आज हाम्रो राज्य यसरी जल्ने थिएन। तर अब पश्चाताप गर्नुको के अर्थ? र कथाको सार यही हो। रुद्रगढलाई छिमेकीले हराएको होइन, त्यसलाई त आफ्नै अहङ्कार, अविश्वास र झगडाले जलाएको थियो। असली दुश्मन त बाहिर होइन, भित्रै रहेछ। अब यो कथा रुद्रगढको मात्रै त होइन, यो त हरेक घर, हरेक समाज र हरेक देशको कथा हुन सक्छ। अनि यसले एउटा गम्भीर प्रश्न छोडेर जान्छ, आखिर दरबारभित्रको आगो कहाँबाट सुरु हुन्छ? यो सोच्नुपर्ने कुरा हो।